सबैभन्दा पहिला चाहिँ यो भिडियोलाई सिरियसली नलिदिनु होला किनभने यो भिडियो चाहिँ जस्ट इन्टरटेनमेन्टको लागि मात्र बनाएको हो है त। यो सिनमा हेर्नुस् यतिखेर यिनीहरुसँग दुईजना बच्चाहरू छन् तर हिँड्दा हिँड्दै दुईजना बच्चा अर्को कहाँबाट आइपुग्यो। यहाँ हेर्नुस् जीवन लुटेरले बुढो न बुढो अंकललाई भाइ भनिरहेछ यार। ए भाइ सुन्नुस् कुनै एंगलबाट भाइ देखिन्छ यो अंकल। यो घडीमा हेर्नुस् ब्लोर देखिरहेछ भए पनि दुईटा सुई तलतिर झरेको चाहिँ स्पष्ट देख्न सक्छौ। यानि कि यतिखेर चाहिँ 7:30 8:30 बजेको हुन्छ तर त्यही घडी क्यामेरा एंगल चेन्ज गरेर देखाउँदा 3:30 भइरहेको हुन्छ। कसरी गुण्डले हिरोलाई नाकतिर हानेको हुन्छ तर हिरोको त मुखबाट रगत आइरहेछ। यो गुण्डा दाजुलाई मान्नै पर्छ, नाकमा हानेर मुखबाट रगत निकाल्दियो। अनि यो सिनमा हेर्नुस् जोगीको दारी जुङ्गा पुरै नक्कली देखिरहेछ। कमसे कम मुख त निकाल्नु, मुख सुख सबै पुरेको छ के दारी जुङ्गाले। लाटोलाई नै थाहा हुन्छ कि यो नक्कली जोगी भनेर तर अचम्मको कुरा के छ भने हिरोलाई थाहा हुँदैन कि सबै कुरा पत्याइरहेको हुन्छ कि हिरोले। यतिखेर शिशिर र ऋतु एक अर्कालाई हेर्दै गफ गरेर हिँडिरहेका हुन्छन्। यानि कि शिशिरले ऋतुलाई हेर्दाखेरि शिशिरको चस्मामा ऋतु देख्नु पर्ने सुटिङको मान्छेहरू पो देखिरहेका हुन्छन्।